ल गाइज हामी चाहिँ अब तारामण्डल जाँदैछौँ है। हामी मसँग छ मन्दी भाइ अनि हामी यही रोडमा छौँ। कोसिस सिजन साथीहरू सबै तारामण्डलमै हुनुहुन्छ। सो यहाँ अहिले भेटौँ है त। ल उतै फर्क्यो यहाँ। ल यो चाहिँ दामी छ है। यो हाम्रो 2 नम्बर गाउँ उयो भयो के खुट्टा पुरै उयो फर्क्यो के। यस्तो बढी जाँदै खुट्टा फर्किन्छ भने किन पो होला। यो चाहिँ हाम्रो 2 नम्बर गाउँ है। यो हाम्रो बिरालो हो एकदम राम्रो छ ठाउँ। खुट्टै फर्क्यो के अझै टाढा हो क्या। यस्तो छ गाउँ ठाउँ। आज अलि मौसम अलिक ग्लुमी छ। ग्लुमी भन्नाले अलि अब अलिक स्याड लाइकको छ। हेर्न सक्नुहुन्छ। ओहो कति राम्रो देखे यहाँ पिङ गरिरहेछ। बालबालिकाहरू पनि छन्। ल है त डेस्टिनेसनमा पुगेर अर्को रेकर्ड गरौँला। ल अब हामी आइसकेको छौँ 2 नम्बरको प्रसिद्ध ठाउँ तारामण्डल है। हेर्न सक्नुहुन्छ एकदम रमाइलो ठाउँ छ। यो चाहिँ हाम्रो अम्लेगञ्ज 2 नम्बर पुलमा प्रतिष्ठित छ। सो यहाँ हाम्रो केटाहरू हुनुहुन्छ। यहाँ सिजन कोसिस मन्दी भाइ दामी छ है मौसम। डाँडा छैन नि। ल है टन्डे खायो अझ चाहिँ होइन यस्तो। हेर यहाँ देखाउनु सक्नुहुन्छ। त्यही अब मोमो जम्मा धेरै होइन त्यही 10-20 प्लेट जति हो। अनि त्यही अब सुकुटी के हो हाम्रो साथीहरूले मगाएको थियो। प्लेट त चाडमा छ त्यो अब 5वटा यस्तो हो होइन भाइ होइन। हामी चाहिँ क्लाइमेट चेन्जको लागि चाहिँ एडभोकेट हो कि होइन। किनभने धेरै प्लेट ल्यायो भने धेरै सामान वेस्ट जान्छ। धेरै वेस्ट गएपछि धेरै अझै पोल्युसन हुन्छ। त्यही भएर हामीले यति मगायो 4जना छान्छ ठ्याक्कै 4 प्लेट। अनि त्यहाँबाट हामीले यही प्लेटमा हालिदिनु हामीलाई पर्दैन। अरू प्लेट पर्दैन किनभने यही प्लेटमा गर्नु हामीलाई त केही छैन किनभने यो हाम्रै जुठो हो नि त। त्यही भएर द्याट्स वाइ वी हेभ all our dishes in the same plate. ए दाइले भनेको त अझै ठिक छ। यो खायो होइन हामी गऱ्यौँ होइन देखाउन त पाएनौँ डोन्ट माइन्ड हो। अनि त्यसपछि यही हो हाम्रो अब आजको यही हो मकब्याङ। यति नै हो। ल आज हामी तारामण्डल 2 नम्बर पुलमा प्रस्तुत गएको छौँ है। यस्तो राम्रो सिनरी छ। यस्तो राम्रो ठाउँ छ है। यहाँ हाम्रो यही हो होटेल। मेनु हेर्न सक्नुहुन्छ। एकदम सस्तो प्राइसमा छ। नास्ता पनि सेवन गरेको छौँ। हामीसँग कोसिस भाइ छ, सिजन साथी छ, अनि क्यामेराम्यान मन्दी भाइ पनि छन्। सो एकदम यहाँ अब यस्तो पलहरू आउँछ कि आउँदैन थाहा छैन। बट भइरहेको बेलामै अब गरौँ न त भनेर साथीहरूसँग आएको छौँ। सो यति नै भन्न चाहन्छु है। ल मेरो एउटा कुरा थपे। ल के भन्न चाहन्छ? ल भोलि पर्सि नोभेम्बर 3 हाम्रो जोन चामलिङको कन्सर्ट हुँदैछ। आउनु होला हेटौडावासीहरू। हेटौडामा ल सिजन Also, Sie müssen zu Konzert kommen. हिजो भर्खर जर्मनीबाट आउनु भएको कि उहाँ चाहिँ। सो एकदम राम्रो जर्मनी बोल्नुहुन्छ। सो वाट यु वान्ट टु से इन जर्मनी मान्छेहरूलाई के भन्न चाहनु? Like, share and subscribe. Liebe Leute, seien Sie bitte gesund und seien Sie bitte glücklich. के भनेको हामीले बुझेन तर पनि यहाँ सुनेर खुसी लाग्यो।
ल त्यही है ल बाई गाइड ल गाइज हामीले अब पैसा तिरेर अब यसो एनतेन गरेर तारामण्डललाई अब त्यही भ्रमण गरेर अब घरतिर लाग्न गइरहेको छौँ भाइ कति भारे पेमेन्ट कति भारे 4,30 ओ सो या सस्तै रहेछ खाना चाहिँ टन्नै खाएको थियो बट या तपाईँ आउन सक्नुहुन्छ यहाँ एकदम रमाइलो ठाउँ छ आज मौसम चाहिँ अलि कालै छ भए पनि ठाउँ चाहिँ एकदम रमाइलो छ है सबैजना एकदम रमाइलो भाइब छ रमाइलो सिनेरी पनि छ सो या मन्दी भाइ त्यहाँनिर मन्दी भाइ सो या अब हामी फर्किन लागेको छौँ सो आई थिङ्क दिस इज द एन्ड अफ द ब्लग सो या ओके